Namaste and welcome to Infinity Academy presents IO Entrance Preparation Class. IO Entrance Preparation Class को अन्तर्गत हामी म्याथमेटिक्स सब्जेक्टको अन्तर्गत आज परम्युटेसन र कम्बिनेसनको अर्को पार्ट भनेको सेकेन्ड पार्ट कम्बिनेसनमा छौँ। हामीले योभन्दा पहिलो पार्टमा अघिल्लो पार्टमा परम्युटेसनको हरेक कन्सेप्ट फर्मुला परम्युटेसन के हो भन्दाखेरि त्यो अनि त्यसपछि त्यसको लगत्तै त्यसको हरेक कन्सेप्टको क्वेसनहरू गर्दै आएको थियौँ। र आजको क्लासमा हामी कम्बिनेसनको कन्सेप्ट कम्बिनेसन भनेको के हो र कम्बिनेसनमा लाग्ने फर्मुला कस्तो टाइपको क्वेसन आउँछ यो इन्ट्रान्समा त्यो कुरा पढ्नका साथै साथ परम्युटेसन र कम्बिनेसनका केही 3-4वटा इम्पोर्टेन्ट क्वेसन टाइपको क्वेसनहरू पनि लास्टमा हेर्नेछौँ है त। ल सुरु गरौँ। कम्बिनेसन भनेको के हो त? परम्युटेसन भनेको जस्तै हाम्रो अरेन्जमेन्ट थियो त्यस्तै कम्बिनेसन भनेको सेलेक्सन हो। यो कुरा एकदमै धेरै इम्पोर्टेन्ट राख्नु पर्यो। हामीले क्वेसनमा इफ हामी कन्फ्युज भयो भने परम्युटेसन र कम्बिनेसन भनेको के हो भन्दाखेरि हामीले त्यो क्वेसनले सेलेक्ट गर्न भनेको छ कि एरेन्ज गर्न भनेको छ त्यो कुरा छुट्याउन जान्नुपर्छ। इफ एरेन्जमेन्ट छ भने हामी त्यसलाई परम्युटेसनमा राख्छौँ। इफ कम्बिनेसन छ भने हामी सेलेक्सन छ भने कम्बिनेसनमा राख्छौँ। अब यसले के भनेको छ भन्दाखेरि कम्बिनेसनको डेफिनेसन भन्दाखेरि the selections of a number of things taken some or all of them at a time are called combination. अरू केही होइन, बस सेलेक्सन हो। हामीलाई दिएको कुरामा कुनै एउटालाई सेलेक्ट गर्नुपर्छ कि कुनै दुईटालाई सेलेक्ट गर्नुपर्छ। जस्तै म परम्युटेसनमा हामी एरेन्ज गर्थ्यौँ नि, यसमा सेलेक्ट गर्नु छ, त्यो मात्रै यिनीहरूको बिचको मुख्य डिफरेन्स हो। र यहाँ पनि फ्याक्टोरियल कन्सेप्ट काम आउँछ र त्यस्तै त्यस्तै फर्मुलाहरू र फर्मुलाभन्दा पनि प्रोपर्टिजहरू यहाँ कम्बिनेसनमा काम लाग्ने गर्छ है त। ल अब जस्तै हाम्रो परम्युटेसनमा अर्डर कन्सिडर गरिन्थ्यो, यहाँ हामी अर्डर कन्सिडर खासमा गर्दैनौँ है त। ल अब यसको फर्मुला भन्दाखेरि के भनेको छ, नम्बर अफ कम्बिनेसन अफ एन डिस्टिङ्क्ट अब्जेक्ट टेकेन आर एट अ टाइम। एन डिस्टिङ्क्ट अब्जेक्ट टेकेन आर एट अ टाइम, त्यहाँ पनि हाम्रो एनआर थियो, हामी त्यहाँ एनपिआरले डिनोट गर्थ्यौँ और हामीले पिएनआरले डिनोट गर्थ्यौँ। यसको फर्मुला के थियो, एन फ्याक्टोरियल अपन एन माइनस आरको फ्याक्टोरियल। यो भनेको परम्युटेसन हो। तर कम्बिनेसनमा हामी यस्तै सी रिप्रेजेन्ट गर्छौँ, एनसिआर और सिएनआरले रिप्रेजेन्ट गर्छौँ र यसको फर्मुला एन फ्याक्टोरियल अपन एन माइनस आरको फ्याक्टोरियल इन्टु आरको फ्याक्टोरियल हुन्छ है त। ल यही फर्मुला हाम्रो कम्बिनेसनको फर्मुला हो। खासै डिफरेन्स छैन, तल आर फ्याक्टोरियलले मल्टिप्लाई गर्दा हाम्रो परम्युटेसनमा आर फ्याक्टोरियल तल मल्टिप्लाई गर्दा हाम्रो कम्बिनेसनको फर्मुला आउँछ। हाम्रो इम्पोर्टेन्ट फर्मुला छ है त। ल अब प्रोपर्टिजमा जाउँ। प्रोपर्टिजले के भन्छ भन्दाखेरि अब हाम्रो परम्युटेसनमा खासमा केसहरू धेरै थियो। हामी केस हेरेर अनि फर्मुलाहरू युज गरेर केसको हरेक फर्मुलाहरू थियो। यहाँ केस भन्दा पनि यसको प्रोपर्टीमा यहाँ पनि धेरै फर्मुलाहरू छ। धेरैभन्दा नि त्यो धेरै परम्युटेसन जस्तो फर्मुला त छैन, तर कम्बिनेसनमा पनि फर्मुलाहरू छ। तर क्वेसन प्राय आउने भनेको प्रोपर्टिजमा बाट नै आउने गर्छ है त। अब के छ यसको प्रोपर्टिज भन्दाखेरि एक नम्बरको प्रोपर्टिजले के भन्छ भन्दाखेरि एनसी नट इज इक्वल टु एनसिएन इज इक्वल टु 1। एनवटा अब्जेक्टमा कुनै पनि हामीले सेलेक्ट गरेनौँ भने पनि कम्बिनेसन 1 हुन्छ। इफ एनवटा हामीले अब्जेक्टमा एनवटै सेलेक्ट गर्यो भने पनि कम्बिनेसन 1 हुन्छ। यो कुरा हामीलाई यादै हुनु पर्यो अनि हाम्रो कम्बिनेसन एकदमै इजी हुन जान्छ। त्यस्तै एनवटा अब्जेक्टमा मैले 1वटा सेलेक्ट गरेँ और एनवटा अब्जेक्टमा मैले जतिवटा एन छ त्यसबाट एउटा कम सेलेक्ट गरेँ भने यसको पनि एन्सर एन आउँछ। यो दुईटै भनेको सेम कुरा आउँछ, त्यो भनेको एन एन्सर आउँछ हाम्रो कम्बिनेसनको। त्यस्तै तेस्रो नम्बरले के भन्छ भन्दाखेरि इफ एउटा कम्बिनेसन एनसिआर छ, अर्को कम्बिनेसन एनसिएस इक्वल छ, यो इक्वल छ भने दुईवटा कन्डिसन हुनसक्छ, या त आर इज इक्वल टु एस हुनसक्छ और यो दुईटै आर प्लस एस इज इक्वल टु एन हुनसक्छ है त। या त आर इज इक्वल टु एस हुन्छ तब मात्रै यो केस सेटिस्फाई हुन्छ, नत्र भए आर प्लस एस इज इक्वल टु एन भए पनि यो केस सेटिस्फाई गर्छ है त। यो एउटा इम्पोर्टेन्ट हाम्रो प्रोपर्टिज हो। यहाँ रिलेटेड क्वेसनहरू धेरै आउने गर्छ हाम्रो इन्ट्रान्समा। त्यस्तै 4 नम्बरको प्रोपर्टिजले के भन्छ भन्दाखेरि इफ एनसिआर र एनसिआर माइनस 1 लाई हामी एड गर्यो भने यो माथिको एन प्लस 1 सी र आर हुन जान्छ। यो एडिसन रुल हो कम्बिनेसनको। एनसिआरमा एनसिआर माइनस 1 एड गर्यो भने एन प्लस 1 सिआर हाम्रो नयाँ भ्यालु आउँछ। यो हाम्रो प्रोपर्टी नम्बर 4 हो। सिमिलरली इफ यसलाई हामी डिभिजन गर्छौँ, एनसिआरलाई मैले
NCR माइनस 1 ले डिभिजन गरे भन्दाखेरि के आउँछ N माइनस R प्लस 1 अपन R। सिमिलरली अर्को एउटा के छ भन्दाखेरि VI इफ हामीले NC नट प्लस यो NC1 प्लस NC2 गर्दा गर्दै यसलाई हामी NCN सम्म एड गर्यौं भने यसको भ्यालु 2 टु द पावर n आउँछ है त। यो कुरा पनि इम्पोर्टेन्ट छ। अब यो प्रोपर्टिजहरुको काम कहाँ लाग्छ भन्दाखेरि कम्बिनेसनको बेसिकली हरेक क्वेशनमा या बेसिकली 90% क्वेशन इन्ट्रान्समा सोध्ने हाम्रो 90% क्वेशनमा यही प्रोपर्टिजहरु काम आउँछ। अब हामीले पढ्ने केसहरु पनि काम आउँछ तर केसहरुमा पनि यस्तै यस्तै टाइपको त्यहाँ प्रोपर्टिजको काम लागि नै हाल्छ। त्यही भएर हामीले प्रोपर्टिज जान्नु एकदमै जरुरी हुन्छ र आर्को क्वेशनमा हाम्रो प्रोपर्टिज पनि आइ नै हाल्छ। हामी क्वेशनमा पनि हेरिहाल्छौं ल है त। हस् अब अर्को के हुन्छ यो फर्मुलाहरु अब आयो। नम्बर अफ पेज इन सेलेक्टिङ one or more object out of n objects। हामीलाई n वटा अब्जेक्ट्स माथि 1 or more अब्जेक्ट छान्नु छ भने त्यसको जनरल फर्मुला 2 टु द पावर n माइनस 1 हुन्छ। यो हाम्रो क्वेशनहरुमा पनि आउने गर्छ। इफ अब के हुन्छ भन्दाखेरि n इभेन छ भने ग्रेटेस्ट भ्यालु अफ NCR कुन केसमा हुन्छ त when R is equal to n upon t n upon 2। greatest value of NCR is when R is equal to n by 2 भनेको कुनै पनि हामीले n नम्बर डिस्टिंक्ट अब्जेक्ट दिएको छ भने र त्यसको ग्रेटेस्ट भ्यालु कम्बिनेसनको ग्रेटेस्ट भ्यालु हामीलाई चाहियो भने NCN upon 2 को जो भ्यालु हुन्छ नि यो ग्रेटेस्ट हुन पुग्छ इफ n इभेन छ भने है त। ल यो कुरा हो। त्यस्तै सिमिलरली इफ n ओड छ भने हाम्रो ग्रेटेस्ट भ्यालु अफ NCR कब हुन्छ जब R is equal to n minus 1 by 2 हुन्छ और n plus 1 by 2 हुन्छ। यो केसमा odd को केसमा यो भयो भने हाम्रो NCR भनेको यो ग्रेटेस्ट हुन पुग्छ भनेको या त odd को केसमा NCN minus 1 by 2 और NCN plus 1 by 2 यो दुईटै हाम्रो ग्रेटेस्ट भ्यालु हुन पुग्छ। यो हाम्रो ग्रेटेस्ट भ्यालु हुन पुग्छ। के हो इभेन भयो भने हाम्रो NCN by 2 जति छ त्यति। इफ 10 वटा अब्जेक्ट छ भने 10C5 भनेको यहाँबाट हामीले ग्रेटेस्ट नम्बर अफ सेलेक्सन 10C5 बाटै गर्न सक्छौं। इफ 11 छ भने यो हाम्रो अड भयो भन्दाखेरि या त 11C5 या त 11C6 मा हाम्रो ग्रेटेस्ट हुन्छ हो नि त। यही कुरा हो हामीले यो कुरा भनेको। त्यस्तै number of combination of n distinct objects taken r at a time in which particular p things is always occurs or in which particular things never happen। हामीले परम्युटेसनमा पनि यस्तो केस पढेको थियौं जसमा n वटा अब्जेक्ट छ र r हामीले लिएको हुन्छौं त्यसमा p के छ यस्तो थिङ छ जो या त सधैं हुन्छ। यो फर्स्ट केस हो सधैं हुन्छ यो कहिले हुँदैन। इफ सधैं हुन्छ भने यसमा हाम्रो इज के हुन्छ n minus p c r minus p माइनस माइनस दुईटै माथि र तल NCR मा n मा पनि माइनस p र r मा पनि माइनस p गर्दा हाम्रो यो इफ अलवेज अकर हो अलवेज अकर को केस हो भने। इफ नेभर ह्यापन को केस हो भने n माइनस p c र r त्यस्ताको त्यस्तै यो हाम्रो अर्को केस हो। यो हाम्रो क्वेशनमा दिएको हुन्छ। अब हामीले सबभन्दा ठूलो च्यालेन्ज भनेको यसमा परम्युटेसनको क्वेशन हो कि कम्बिनेसनको क्वेशन हो बुझ्नु हो है त। ल अब अगाडि क्वेशनहरु गर्दै जाँदा हामी त्यो कुरा बुझ्छौं। अब हाम्रो एउटा क्वेशन छ। यो क्वेशन भन्दा पहिले म एउटा अरु कुरा के भन्छु भन्दाखेरि परम्युटेसनमा हामीले केस पढ्थ्यौं यहाँ त एकदमै थोरै केस छ त्यहाँ केस पढ्थ्यौं हामीले याद हुनु पर्थ्यो त्यो कुन केसको हो। या त हामीलाई बेसिक प्रिन्सिपल अफ काउन्टिङ लगाएर पनि गर्न सक्थ्यौं या त केस आयो भने ठ्याक्कै हामीले फर्मुला लगाएर सल्भ गर्न सक्थ्यौं। कम्बिनेसनमा अब डिफ्रेन्ट तरिकाले सिलेक्सन हुन सक्छ। अब यो क्वेशन गरेपछि हामी त्यो कुरा बुझ्छौं तर कम्बिनेसनको क्वेशन अलि ध्यान डुलाएर या त प्रोपर्टिजको क्वेशन भयो भने त हामीले ठ्याक्कै प्रोपर्टिजहरु लगाएर गर्न सक्छौं त्यो पनि क्वेशन अगाडि आउँछ। इफ त्यस्तो भएन भने हाम्रो यस्तो प्रकारको क्वेशन आयो भने हामीले अलिअलि बुद्धि लाउनु पर्छ। के बुद्धि लाउनु पर्छ भन्दाखेरि यही क्वेशन हामी गर्छौं नि अनि त्यसपछि यस्तो क्वेशन आयो भने तपाईहरु आफै गर्न सक्नुहुन्छ है त। ल के भनिरहेको छ अमंग 14 क्रिकेट प्लेयर्स 14 वटा क्रिकेट प्लेयर छ एन्ड दे 14 क्रिकेट प्लेयर्स 5 आर बलर्स 5 वटा बलर छ अरे। इन हाउ मेनी वेज अ टिम अफ 11 क्यान बी फर्म विथ एटलिस्ट 4 बलर विथ एटलिस्ट 4 बलर्स। अब यस्तो क्वेशनमा मैले के गर्न चाहे मैले के एउटा टिक लगाए एउटा मैले बनाए प्लेयर्स छ है
कतिवटा प्लेयर्स छ 14 वटा प्लेयर्स छ त्यसमा बलर्स 5 वटा छ नन बलर्स 5 वटा बलर्स छ भने 14 मा नन बलर्स कतिवटा बच्यो 9 वटा बच्यो र सेलेक्सन अब कसरी सेलेक्सन हुन्छ त भन्दाखेरि हेर यहाँ प्लेयर्स 14 वटा छ हामीलाई एटलिस्ट 4 बलर चाहियो 4 वटा बलर चाहियो नै चाहियो 5 वटा बलर छ हामीसँग 4 वटा चाहियो नै चाहियो टिममा भनेको 4 वटा बलर इफ मैले लिए भने नन बलर 11 जनाको टिम छ नन बलर 7 वटा हुन्छ अब हामीले के गर्न सक्छौं 5 वटा बलरमा हामीलाई 4 वटा सिलेक्ट गर्नुपर्छ भनेको 5C4 इन्टु 9 वटा नन बलरमा 7 वटा सिलेक्ट गर्नुपर्छ भनेको 9C7 यसको भ्यालु हाम्रो 180 आउँछ यो एउटा भयो एटलिस्ट 4 बलर भनेको छ टोटल बलर हामीसँग 5 छ भने हामी त 5 वटा पनि बलर लिन सक्छौं नि हामीलाई त यो भनेको छैन नि मलाई 4 वटा चाहियो भनेर मलाई त 5 वटा पनि राख्दा भयो इफ मैले 5 वटा बलर राखे भने नन बलर 6 वटा भयो यसमा के भयो अब 5C5 मलाई 5 वटा बलरमा 5 वटा सिलेक्ट गर्नु छ इन्टु नन बलर 9 वटा छ 9 वटामा मैले कति वटा सिलेक्ट गरिरहेको छु 6 वटा सिलेक्ट गरिरहेको छु यो 84 आउँछ यही भनेको हाम्रो के हो अब त केही छैन अब हामी 3 सिलेक्ट गर्न सक्दैनौं इफ यहाँ एटलिस्ट 3 बलर हुन्थ्यो भने अझै हाम्रो एउटा अझै केस हुन्छ यहाँ 3 को अझै एउटा भ्यालु आउँछ सिलेक्सनको अब यहाँ छैन भनेको ठ्याक्कै हामीले नम्बर अफ वेज इज इक्वल टु 180 प्लस 84 इज इक्वल टु 64 यो हाम्रो नम्बर अफ वेज आयो यो सरी 180 प्लस 84 भनेको 264 यो भनेको हाम्रो बी नम्बरको एन्सर छ यही हाम्रो एन्सर आउँछ है त ल यही कुरा हो अब यस्तै गर्ने हो के खासमा हामीले पहिले बुझ्नुपर्छ यहाँ एटलिस्ट या मिनिमम या म्याक्सिमम भन्ने केस आयो भने हामीले खासमा यसरी नै बाँडेर गर्ने हो यस्तो क्वेशनहरु प्र्याक्टिस गर्नु होला तपाईहरुले एकदमै इजी लाग्छ है त ल अब अर्को टपिक अब परम्युटेसन र कम्बिनेसनको रिलेसनशिपमा जाँदा हामीले के थाहा पाउँछौं भन्दाखेरि अब यसमा एनपीआर को भ्यालु चाहियो र एनसीआर को भ्यालु चाहियो एनपीआर को भ्यालु हामीलाई के थाहा छ n फ्याक्टोरियल अपन n माइनस r को फ्याक्टोरियल हुन्छ त्यस्तै यो n फ्याक्टोरियल बाइ n माइनस r को फ्याक्टोरियल अपन r को फ्याक्टोरियल हुन्छ अब यति भ्यालु भनेको यो n फ्याक्टोरियल बाइ n माइनस 1 को फ्याक्टोरियल भनेको यो n माइनस 1 को फ्याक्टोरियल भनेको यो त एनपीआर हो भनेको एनसीआर इज इक्वल टु एनपीआर बाइ आर फ्याक्टोरियल भनेको हाम्रो के रिलेसन भयो त एनपीआर इज इक्वल टु आर फ्याक्टोरियल इन्टु एनसीआर भनेको हाम्रो के भयो यो हाम्रो रिलेसनशिप बिट्विन परम्युटेसन एन्ड कम्बिनेसन भयो र यहीबाट हाम्रो क्वेशनहरु खासमा आउने गर्छ यो हाम्रो इम्पोर्टेन्ट यो च्याप्टरको इम्पोर्टेन्ट रिलेसन छ है त ल अब अर्को स्लाइडमा अब के हुन्छ भन्दाखेरि रिलेसनशिप बिट्विन परम्युटेसन र कम्बिनेसन पढ्दा साथै हाम्रो एउटा क्वेशन पनि आयो यहाँ क्वेशन के छ भन्दाखेरि एनपीआर हामीलाई दिएको छ 216 सिमिलरली एनसीआर हामीलाई दिएको छ 36 हामीलाई भ्यालु चाहियो आर को हामीलाई थाहा छ एनपीआर र एनसीआर को रिलेसनशिप के छ एनपीआर इज इक्वल टु एनसीआर इन्टु आर को फ्याक्टोरियल छ आर को फ्याक्टोरियल यहाँबाट आर को फ्याक्टोरियलको भ्यालु हामीलाई एनपीआर अपन एनसीआर आउँछ एनपीआर भनेको हाम्रो 216 बाइ यो 36 आयो 36 भनेको यो 6 आयो भनेको हाम्रो के छ आर फ्याक्टोरियल भनेको 6 आयो र आर फ्याक्टोरियललाई हामी 6 लाई हामी के लेख्न सक्छौं 3 इन्टु 2 इन्टु 1 और हामीले 3 फ्याक्टोरियल लेख्न सक्छौं भनेको आर फ्याक्टोरियल इक्वल टु 3 फ्याक्टोरियल भयो भने आर इक्वल टु कति हुन पुग्छ त 3 हुन पुग्छ त्यही भएर हाम्रो एन्सर 3 छ है त यही क्वेशन हाम्रो यो रिलेटेड हाम्रो क्वेशन आयो एउटा परम्युटेसन र कम्बिनेसनको रिलेसनशिप त्यस्तै अब यहाँ केही नोट्सहरु छ नोट्सहरुले के भन्छ भन्दाखेरि नम्बर अफ ट्रायंगल्स दैट कैन बी फाउन्ड फ्रम n पोइन्ट्स n वटा पोइन्ट छ ठीक छ n वटा पोइन्टबाट कतिवटा ट्रायंगल फर्म हुन सक्छ त nc3 n वटा भनेको हाम्रो नम्बर अफ पोइन्ट भयो र 3 भनेको हाम्रो ट्रायंगलको साइडहरु हुन्छ त्यही भएर nc3 हामीले फर्मुला लगायो भने हामीले कसैलाई सोध्यो 3 वटा n इज इक्वल टु 3 छ भने 3 वटा पोइन्टबाट कतिवटा ट्रायंगल बन्छ त कतिवटा ट्रायंगल बन्छ 3c3 भनेको 1 हो कि न 3 वटा पोइन्ट छ भने हाम्रो 3 वटा ट्रायंगल बन्यो नि त हो यही कुरा हामीले यहाँबाट आउँछ
त्यस्तै नम्बर अफ डायगोनल्स इन द पोलिगन इज इक्वल टु एउटा पोलिगन छ केही पनि हुन सक्छ पेन्टागन अक्टागन हेक्सागन जे पनि हुन सक्छ त्यसको डायगोनल पत्ता लगाउनको लागि हाम्रो यो दुईटै फर्मुला छ n इन्टु n माइनस 3/2 भनेको पनि त्यही हो र कम्बिनेसनको फर्मुला आउँछ cn/2 माइनस n भनेको पनि त्यही हो वेयर नम्बर n इज नम्बर अफ भर्टिसेस अर नम्बर अफ साइड हुन पुग्छ यही कुरा दुईटै फर्मुला भनेको यसैलाई म cn/2 माइनस n लेख्न सक्छु र यस्तो क्वेसन पनि आउन सक्छ यो नोटहरू एकदम दिमागमा राख्ने अनि हाम्रो क्वेसन इजी हुन पुग्छ है त ल अब अर्को र अब रिएरेन्जमेन्ट्स हामीले योभन्दा हामी अहिले अब नोट्सहरू पढ्यौँ त नोट्सहरू हामीलाई दिमागमा राख्नुपर्छ त्यो किसिमको ठ्याक्क ठ्याक्कै क्वेसन आउँछ त्यही भएर मैले त्यसको क्वेसन गराइनँ ठ्याक्कै तपाईँहरू क्वेसन किताबमा खोजेर गर्न सक्नुहुन्छ त्यस्तै अब डिएरेन्जमेन्ट के छ भन्दाखेरि इफ एन थिङ्स आर अरेन्ज इन अ रो इन नम्बर अफ वेज अब रोमा 3-4वटा कुरा यस्तो एरेन्ज छ है त एरेन्ज छ भने यसलाई in the number of ways in which they can be dearranged अब यसलाई हामी कति तरिकाले डिअरेन्ज गर्न सक्छौँ कि यसले कुनै एउटाले आफ्नो ओरिजिनल पोजिसन जस्तै मैले यो पुरै डिअरेन्ज गरेँ तै पनि यो एउटा यो बीचको वाला यही पोजिसनमा होस् भनेर त्यसको वेजलाई निकाल्न लागि हाम्रो फर्मुला के छ भन्दाखेरि n फ्याक्टोरियल 1 minus 1 by 1 factorial plus 1 by 2 factorial minus 1 by 3 factorial हुँदा हुँदै minus 1 को पावर n अनि 1 by n को factorial यो फर्मुलाबाट हाम्रो डी एरेन्जमेन्टको क्वेसन आउँछ इफ हामीलाई अब यस्तो क्वेसन हामीले कसरी बुझ्ने कुरा हो क्या अब कुन क्वेसन हामी कसरी बुझ्छौँ भन्दाखेरि हामीले त्यही कुरा बुझ्नुपर्छ यो क्वेसन यस्तै क्वेसन मैले अर्को स्लाइडमा राखिदिएको डी एरेन्जमेन्ट को क्वेसन हो यो कसरी हामीले थाहा पायौँ भन्दाखेरि योभन्दा पहिलो स्लाइडमा हामीले डिअरेन्जमेन्ट पढेको थियौँ डिअरेन्जमेन्ट भनेको दे आर 4 लेटर्स फर करेक्ट प्लेसमेन्ट इन 4 इन्भल्भ्स द नम्बर अफ वेज अफ रङ प्लेसमेन्ट इज अब यस्तो क्वेसनहरू 4 लेटर छ इन्भेलपमा छ भने हामीले रोमा हामी एरेन्ज गर्न सक्छौँ त्यसलाई त्यसै कुरालाई हामीलाई नम्बर अफ वेज निकाल्नु छ रङ प्लेसमेन्टको यस्तो क्वेसन आयो भने हामीले बुझ्ने हो यो भनेको हाम्रो डिअरेन्जमेन्टको क्वेसन छ र डिअरेन्जमेन्टको फर्मुला के हुन पुग्छ n फ्याक्टोरियल 1 minus 1 by 1 को factorial plus 1 by 2 को factorial minus 1 by 3 को factorial plus हुँदा हुँदै हुँदै plus minus 1 को power n by into 1 by n को factorial यही हुन्छ हाम्रो फर्मुला इफ सिमिलरली हाम्रो n भनेको यहाँ 4 छ 4 फ्याक्टोरियल भन्यो भने यहाँ 4 छ भने हामीले फर्मुला लाउँदा के हुन्छ भन्दाखेरि 4 फ्याक्टोरियल 1 minus 1 by 1 फ्याक्टोरियल plus 1 by 2 factorial minus 1 by 3 factorial र plus 1 by 4 factorial र यसलाई हामी क्याल्कुलेट गर्छौँ भन्दा हाम्रो एन्सर 9 आउँछ र यहाँ 9 हाम्रो सी को छ तपाईहरुले यो क्याल्कुलेट गर्ने होला यो ठ्याक्कै 9 नै आउँछ क्याल्कुलेटरमा राख्दा पनि सिधै एन्सर आउँछ है त ल यो हाम्रो डिएरेन्जमेन्टको क्वेसन हामीले थाहा पायौँ र थाहा पायौँ भने एउटै यही फर्मुला हो हाम्रो यही फर्मुलाबाट आउँछ धेरै कन्फ्युज नहुनु यो कसरी बुझ्नु भन्दा पनि हामीले अलि नै प्र्याक्टिस गर्यो 1.5 घण्टा 2 घण्टा हामीले परम्युटेसन र कम्बिनेसन च्याप्टरमा दियो भने हामीले सक्छौँ है त हाम्रो डिएरेन्जमेन्ट भनेको परम्युटेसन र कम्बिनेसनको एउटा लास्ट टपिक थियो र यो टपिक पछि हामीले भनेको थियौँ 3-4वटा हामीले क्वेसन लिएर आएको छौँ अब त्यही क्वेसनहरू यहाँ छ अब के छ फर्स्ट क्वेसन हाम्रो भन्दाखेरि 2n CR is equal to 2n CR plus 2 हामीले के पढेको थियौँ NCR is equal to NCS एउटै दुईटा कन्डिसन हुन्छ या त R is equal to S हुनु पर्यो और R plus S is equal to N हुनु पर्यो अब यही कन्डिसन इक्वल टु छ भने हाम्रो तलको या त इक्वल हुनु पर्यो या इक्वल छैन भनेको हामीलाई थाहा छ इक्वल छैन भने हामीले अर्को कन्डिसन यो R plus S equal to N हुनु पर्यो भनेको R plus 2 is equal to 2N हुनु पर्यो यही कन्डिसनले त हामीले यही दिन्छ हो अब यसलाई सल्भ गर्दा 2R plus 2 is equal to 2N or 2R is equal to 2N minus 2 हामीलाई R के भ्यालु चाहिएको यहाँ भनेको 2 लाई हामी उता लाग्छौँ भने यहाँ पनि डिभाइड हुन्छ यहाँ पनि डिभाइड हुन्छ भनेको R is equal to N minus 1 यो हाम्रो भ्यालु हुन पुग्छ है त यस्तो हाम्रो फर्स्ट क्वेसन बन्यो इजी हुन्छ हामीले प्रोपर्टिज थाहा भयो भने यो डाइरेक्टै बन्यो कत्रो इजी नत्र भए हामीले प्रोपर्टी थाहा हुँदैन भने हामीले यो क्वेसन कन्फ्युज हुन सक्छौँ र यस्तो क्वेसन 2 मार्कको क्वेसन हामीले इजिली छोड्न सक्छौँ जसले हाम्रो र्याङ्क असर गर्छ है त ल यस्तो क्वेसनहरू नछोड्नु होला र सेकेन्ड नम्बर क्वेसनमा हाम्रो के छ भन्दाखेरि द नम्बर अफ रेक्टेङ्गल्स द्याट क्यान बी फाउन्ड फ्रम द फलोइङ फिगर के छ भन्दाखेरि हाम्रो रेक्टेङ्गल छ यहाँ यस्तो रेक्टेङ्गल छ र यसबाट कतिवटा रेक्टेङ्गल फर्म हुन्छ भनेर हामीलाई थाहा पाउनु पर्यो अब यसमा हामीले कम्बिनेसनको क्वेसन हो यो
मलाई थाहा छ, तर कसरी थाहा हुन्छ भन्दाखेरि हामीले ठ्याक्क नम्बर अफ रेक्टेङ्गलमा हामीले सेलेक्टै गर्नुपर्छ। कसरी सिलेक्ट गर्नुपर्छ भन्दाखेरि हामीलाई वान रेक्टेङ्गलको लागि के चाहिएको हुन्छ, दुईवटा भर्टिकल लाइन हो, दुईवटा भर्टिकल लाइन र दुईवटा हरिजेन्टल लाइन हो कि नै। हामीलाई एउटा रेक्टेङ्गल फर्म गर्न यो दुइटै कुरा चाहिएको हो। रेक्टेङ्गल भनेको के हो, एउटा रेक्टेङ्गल भनेको यो होइन, यो होइन भनेको यो एउटा भर्टिकल लाइन, यो एउटा भर्टिकल लाइन, यो हरिजेन्टल लाइन, यो हरिजेन्टल भनेको दुईवटा भर्टिकल लाइन र दुईवटा हरिजेन्टल लाइन चाहियो। यहाँ हामीलाई टोटल कतिवटा दिएको छ भर्टिकल लाइन, 1 2 3 4 5। त्यसरी हामीले हरिजेन्टल लाइन भनेको कतिवटा दिएको छ, एच भनेको हाम्रो सरी भी भनेको हाम्रो 5, एच भनेको हाम्रो हरिजेन्टल लाइन 1 2 3 4, यो पनि 5 भनेको 5 छ यो पनि। त्यसो भए हामीलाई रेक्टेङ्गल कतिवटा बनाउन सक्छ भन्दाखेरि 5 वटामा हामीले दुईवटा रेक्टेङ्गल सेलेक्ट गर्छौँ, यहाँ पनि 5 वटामा दुईवटा सेलेक्ट गर्छौँ भनेको 5c2 इन्टु 5c2, यो जति एन्सर आउँछ त्यही भनेको हाम्रो नम्बर अफ रेक्टेङ्गल यहाँबाट फर्म हुने हो। भनेको नम्बर अफ रेक्टेङ्गल यस्तो क्वेसन आयो भने ठ्याक्कै बुझ्ने हामीले सेलेक्ट गरेर बनाउनु छ। जस्तै नम्बर अफ ट्रायङ्गलको पनि क्वेसन, नम्बर अफ कम्बिनेसनको, नम्बर अफ रेक्टेङ्गलको क्वेसन पनि हामीले कम्बिनेसनको नोटमा पढेकै थियौँ। त्यस्तै यो नम्बर अफ रेक्टेङ्गलको क्वेसन पनि हामीले यसरी नै सल्भ गर्छौँ र यो क्वेसन यो एन्सर पक्का यहाँ होला हो, यहाँ डी नम्बर छ है त, यही हाम्रो एन्सर भयो। ल यसरी नै गर्ने हो। नम्बर अफ रेक्टेङ्गल, नम्बर अफ ट्रायङ्गलहरू फाइन्ड गर्नुपर्ने भयो भने हामीले यस्तै यस्तै गर्छौँ, सेलेक्सन प्रोसेसले गर्छौँ। यो हाम्रो सेलेक्सन प्रोसेस हो। जस्तै हामीले एउटा इक्जाम्पल योभन्दा पहिले कम्बिनेसनको फर्स्ट इक्जाम्पलमा हामीले गरेको थियौँ है त। ल हाम्रो थर्ड नम्बर क्वेसन के छ, देयर आर सिक्स कपल्स इन हाउ मेनी वेज दे क्यान बी अरेन्ज। ल अरेन्ज आयो नि, हामीले बुझ्यौँ परमिटेसनको क्वेसन हो। सो द्याट हस्बेन्ड एन्ड वाइफ आर अलवेज टुगेदर। छवटा कपल छ, 1 कपल, 2 कपल, 3 कपल, 4 कपल, 5 कपल, 6 कपल, 1 2 3 4 5 6 वटा कपल छ। यसलाई हामी कति वेमा अरेन्ज गर्न सक्छौँ त्यही कुरा सोधेको छ। फर्स्ट टाइम यो छवटै कपाललाई छवटा तरिकाले कसरी एरेन्ज गर्न सक्छौँ भनेको हाम्रो एन चाहियो, एन हाम्रो 6 छ, छवटा कपाल छ हो, कपाल छ। सिमिलरली हाम्रो आर कतिवटा एरेन्ज गर्नु छ, सबैले एरेन्ज गर्नु छ भनेको हामीले परमिटेसनमा पढेको थियौँ एन टेकन अल एट अ टाइमको फर्मुला के थियो, एन फ्याक्टोरियल भनेको हाम्रो 6 फ्याक्टोरियल एउटा आयो कपालको हामीले एरेन्ज गर्ने तरिका। हामीले यो छवटा कपाललाई 6 फ्याक्टोरियलको 6 फ्याक्टोरियल वेजले एरेन्ज गर्न सक्छौँ। अब अर्को कुरा के हुन्छ, यो कपालले पनि के भनेको छ, सो द्याट हस्बेन्ड एन्ड वाइफ आर अलवेज टुगेदर। अलवेज वाइफ टुगेदर भयो भने त यही छवटा हो, कपाल टुगेदर हो। अब के हुन्छ भन्दाखेरि यो एक दुईजनाले पनि त आफ्नो आफ्नो सिट चेन्ज गर्न सक्छ। यो पनि यो सिटमा बस्न सक्छ, यो पनि यो सिटमा। जस्तै इफ यो हस्बेन्ड भयो, वाइफ भयो भने यो पोजिसनमा आउन सक्छ र यो पोजिसनमा जान सक्छ। भनेको आफैमा पनि हरेक कपालले आफूमा पनि यो चेन्ज भयो भने यो 2 फ्याक्टोरियल वेले चेन्ज भयो। दुईवटा मान्छे छ र दुई तरिकाले चेन्ज गर्न सकिरहेछ भनेको यहाँ हामीले यो अझै हरेक कुरालाई नेग्लेक्ट गरिदियो भने, हामीले यो कुरालाई मात्रै लियो भने यहाँ एन भनेको 2 आउँछ र हामीले 2 वेले बस्न पनि सक्छौँ। बस्न सक्छौँ कि बस्न सक्दैनौँ, एक त हस्बेन्ड वाइफ या त वाइफ हस्बेन्ड भनेको एन र आर 2 2 भयो भने हाम्रो त्यही कुरा भयो, यो 2 फ्याक्टोरियल वेजले हुन्छ। यो 2 फ्याक्टोरियल वेजले भयो भने यो पनि 2 फ्याक्टोरियल वेज, यो पनि 2 फ्याक्टोरियल वेज, यो पनि 2 फ्याक्टोरियल वेज, यो पनि 2 फ्याक्टोरियल वेज र यो पनि 2 फ्याक्टोरियल वेज। के हो भन्दाखेरि एक आपसमा चेन्ज भनेको 2 फ्याक्टोरियल हो र 6वटा भनेको 2 फ्याक्टोरियलको पावर 6 हुन पुग्छ र यो 6 कपाल पनि एक अर्कामा यस्तो सिट एक्सचेन्ज गर्दा यो कहिले यहाँ जान सक्छ, यो कहिले यहाँ जान सक्छ, यो कहिले यहाँ जान सक्छ, त्यो हाम्रो 6 फ्याक्टोरियल वेज हो भनेको यो हाम्रो टोटल परम्युटेसन या नम्बर अफ वेज विच क्यान बी अरेन्ज हो। यही हाम्रो एन्सर हुन पुग्छ है त। ल यो कुरा क्वेसन पढेर नै बुझ्नुपर्छ, हामीले प्र्याक्टिसले नै हामीले थाहा पाउँछौँ र प्र्याक्टिस गर्दा गर्दै हामीले एकदमै इजी हुन पुग्छ हामीलाई है त। ल ल अर्को परम्युटेसन र कम्बिनेसनको यो लास्ट क्वेसन के छ भन्दाखेरि 4 नम्बर क्वेसन, लास्ट क्वेसनमै लिएर गरेको छौँ हामीले। हामीले के छ भन्दाखेरि 12c3 प्लस 2 इन्टु 12c4 प्लस 12c5 इज इक्वल टु 14cr र आरको भ्यालुलाई पत्ता लगाउनु छ। यो हामीले कम्बिनेसनको प्रोपर्टिजलाई सिम्प्लिफाई गरेर बनाउनु हो। मैले के गरेँ, 12c3 प्लस
12C4 गरेँ, एउटा 12C4 स्टिल बच्यो। अब त्यसलाई मैले यता राखेँ, 12C4 प्लस 12C5 त यताको यतै छ, भनेको 14CR। यो स्टेप तपाईँहरूले बुझ्नुभएको होला। यसलाई मैले दुईवटा ठाउँमा लेखेँ, 12C4 12Cलाई 2 इन्टु 12C4लाई मैले दुई ठाउँमा लेखेँ है त। अब हामीलाई के थाहा छ भन्दाखेरि एनसिआर प्लस 1 हो भन्दाखेरि यही कुरा होइन, हाम्रो के बनेको थियो हामीले एनसिआर प्लस एनसिआर माइनस 1 भनेको एन प्लस 1 सिआर हो। भनेको इफ मैले एनसिआर यसलाई माने र एनसिआर माइनस 1 यो हो भने 12 प्लस 1 13 र C4 आउँछ। सिमिलरली यहाँ 13C5 आउँछ। यो कुरा पनि बुझ्नुभएको होला भनेर मलाई आश लाग्छ होइन। ल अब यही कुरालाई हामीले पनि फेरि यो एनसिआर माइनस 1लाई हामीले 14C5 लेख्न सक्छौँ। यो भनेको 14CR छ। यो 14C भनेको यो R भनेको हाम्रो 5 को इक्वल हुन पुग्यो, भनेको R इज इक्वल टु 5 हुनु पर्यो। हामीलाई R कै भ्यालु चाहिएको हो, R को भ्यालु के हुन्छ 5 हुन्छ हो। यही हुन्छ होला होइन। होइन, यहाँ हामीले के मिस गर्यो भन्दाखेरि एउटा कुरा मिस गरिरहेछौँ। के मिस गरिरहेछौँ भन्दाखेरि यो कन्डिसनमा एनसिआर इज इक्वल टु एनसिएसमा दुईवटा कन्डिसन थियो। या त आर इज इक्वल टु एस हुन्छ, यो कन्डिसनले आर इज इक्वल टु 5 भयो। अर्को के थियो, आर प्लस एस इज इक्वल टु एम, भनेको आर प्लस 5 इज इक्वल टु 14 पनि हुनसक्छ। भनेको आर इज इक्वल टु 14 माइनस 5 भनेको 9, भनेको आर या त 5 हुन्छ अर 9 हुन्छ, दुइटै हुनसक्छ, कुनै हुनसक्छ। त्यही भएर हाम्रो 5 र 9 भनेको डी अब एन्सर भयो है त। यो कुरा सोचेर गर्नुपर्छ, यही कुरा हाम्रो कन्फ्युज हुने हो। हामीले एउटा तरिकाले गर्यौँ, यो ठ्याक्कै इक्वेसन जस्तो R5 छ, R5 हामीले गरिदियौँ भने यो कुरा हामीलाई मिस्टेक हुन पुग्छ र यो फेरि 2 नम्बर क्वेसन पनि हाम्रो बिग्रिन जान्छ र हामीले एफोर्ड गर्न सक्दैनौँ यस्तो क्वेसनहरू मिस्टेक गरेको है त। ल यति हो हाम्रो पर्मुटेसन र कम्बिनेसनको। अब हामीले अर्को च्याप्टर लिएर फेरि आउनेछौँ। अहिलेको लागि धन्यवाद है त। हस्।